गाइज नेपालमा अटोमोबाइल सिन यति धेरै चेन्ज भइसकेको छ भन्ने मलाई आज भ्रिकुटी मर्न भएपछि बल्ल फिल भयो। न्यू लन्चेस, लग्जरी इभिज, क्रेजी टेक्नोलोजिज, इलेक्ट्रिक स्कुटर्स अनि क्याम्पिङ नै गर्नु मिल्ने जस्तो देखिने एसयुभी। अनेस्टली एउटा गाडी त यस्तो लाग्यो कि वेट, आई सुड एक्चुली बुक दिस। आज नाइमा एक्सपोमा मैले देखेको केही भेहिकल्सहरू त मैले नेपालमा नै एक्सपेक्ट गर्न सकेको थिइनँ। So today, no boring car review. This is basically my personal walkthrough of the future of automobiles in Nepal. Let's go. हामी नाइमामा आइपुगेको छौँ। सो नाइमामा आउँदाखेरिको फर्स्ट इम्प्रेसन नै अलिकति अर्गनाइजरहरूले हुन त पानी पर्ने मौसम हो, अलिअलि हिलो हुनु त स्वाभाविकै हो, तर यतिसम्मको हिलोमा चाहिँ केही न केही म्यानेज गर्दा भए चाहिँ आउने मान्छेहरूलाई अलिकति सहज हुन्थ्यो कि भन्ने कुरा हो। भित्र छिर्दाखेरि चाहिँ एकदम राम्रो इम्प्रेसन थियो, गाडीहरूको सोकेस गरेको थियो अनि मान्छेहरूको भिड पनि उत्तिकै बढ्दै थियो र मलाई एउटा ब्रान्डले चाहिँ एकदम आँखा खायो क्या, यो ब्रान्ड। हामी चाहिँ अहिले ठ्याक्कै छिर्दै एउटा गाडीले चाहिँ मेरो अटेन्सन लिएको छ र यो चाहिँ हाम्रो BJ30E बायाक भन्ने गाडी रहेछ। इभी गाडी नै हो जस्तो लाग्यो मलाई र यसको चाहिँ विशेषता भनेको क्याम्पिङको लागि बेस्ट रहेछ अनि मलाई चाहिँ फेरि क्याम्पिङ एकदम मनपर्ने होइन। यो गाडी लियो भने चाहिँ आई थिङ्क एक्सेसरिजहरू पनि पाइन्छ होला। सो लेट्स सी होइन के छ। सो हामी चाहिँ अहिले सर्वशुभ नाम के पऱ्यो, परीक्षा सरसँग आएको छ। अहिले चाहिँ मलाई यो एकदमै क्याची लागेको भनेर मैले सरलाई चाहिँ क्वेसन सोध्दैछु, गाडी किन्दा क्याम्पिङ गेयर्स पनि आउँछ? उहाँको आन्सर थियो नो, तर डिस्प्लेको लागि चाहिँ क्याम्पिङ सेटअप राखिएको रहेछ। अनेस्टली यसले गर्दाखेरि चाहिँ झन् क्युरियस बनाए मलाई। अनि मैले प्राइस सोधेँ, रेगुलर प्राइस रहेछ अराउन्ड 1,95,96,000, तर नाइमा स्पेसल अफरमा चाहिँ तपाईँले 1,19,96,000 सम्म आउने रहेछ है। अब आउँछ इन्ट्रेस्टिङ पार्ट, रेन्ज। यो हाइब्रिड भेहिकल हो, तर फुल ट्याङ्कमा क्लेम रेन्ज चाहिँ अराउन्ड 900 किलोमिटर्स भनियो। 900 किलोमिटर्स, आई मिन नेपालको इस्ट वेस्ट ट्रिप सोच्ने हो भने त एक पटकमा एक स्टप गरेर पुग्ने रहेछ नि त कन्फिडेन्स। तर अभियसली रियल वर्ल्डमा ड्राइभिङ कन्डिसन, टेरेनदेखि लिएर ड्राइभिङ स्टाइल अनुसार फरक पर्छ। सो क्याम्पिङ, एसयुभी, हाइब्रिड अनि बक्सी डिजाइन हो भने चाहिँ एकदम राम्रो रहेछ र मलाई चाहिँ अझै डिस्काउन्ट दिन्छु भन्नुभयो। सो मैले प्रिबुकै गर्न सोचेको छु। त्यसपछि मैले डेन्जा भन्ने ब्रान्ड देखेँ जुन चाहिँ BYDको प्रिमियम ब्रान्ड हो र हेर्दाखेरि एकदमै लग्जरियस लुक देखिन्छ। फोर्ड ऱ्याप्टर, त्यो पनि पुरा रेडबुल ऱ्यापमा खत्रै थियो है, खत्रै थियो। सँगसँगै सानो एउटा इभी गाडी जुन चाहिँ हेर्दाखेरि क्युट ह्याचब्याक जस्तो देखिने पनि देखियो। र यो उरुस कहाँबाट आएछ भनेको त भरे अरेन्ज कलरको फोर्थिङको गाडी पो रहेछ। र आइकर V23 वान अफ द ओजी गाडी अहिले काठमाडौँमा देखिने हेर्दाखेरि चाहिँ मलाई थारको इभी भर्जन जस्तो लाग्छ है। र टाटाको त कुरै नगरौँ, चहलपहल अलिअलि रहेछ। यो गाडी पनि अहिले मार्केटमा एकदम अप भएको छ। यो न्यू RAV4लाई चाहिँ कहिले देखेन पाइन्छ मार्केटमा भन्ने कुरा छ। एकदम राम्रो हाइब्रिड पर्फर्मेन्स र टोयोटा हाइलक्सको त कुरै नगरौँ, एकदम अफरोड किङै भइहाल्यो। शेरीको पनि अहिले एकदम क्युट, आँखा हेर्दाखेरि हनीबी जस्तो। र मलाई मनपर्ने MG IM6 हेर्दै मैले अरू ठाउँमा कहाँ रहेछ त अरू गाडी भनेर कियातिर पनि आँखा गइरहेको थियो। र सँगसँगै स्कुटरको चाहिँ एउटा चलपल देखा भएर त्यहाँ पनि बस्न गएँ र यताउता हेरेँ के छ त भनेर। स्कुटर पनि एकदम हल्कै थियो है। फेरि अगाडि बढ्दै जाँदाखेरि लिप मोटर जुन चाहिँ अहिले एकदम बाटोमा एकदम पपुलर नै भइरहेको छ र स्पेसली यो ग्रिन ग्लेज्ड कलर। र फेरि मेरो मन फेरि स्कुटरतिरै जान्छ क्या। यो हाम्रो चेटाकको चाहिँ खतरा स्कुटर रहेछ पहेँलवाला। ल अब आउँछ है सो स्टपर, MGको माजेस्टोर जुन चाहिँ 6-7 जनालाई एकदम कम्फोर्टेबल गाडी। 1996cc इन्जिन डिस्प्लेसमेन्ट भएको डिजेल पावर्ड इन्जिन जुन चाहिँ एकदम पावरफुल भन्दा पनि पावरफुल है। भित्रको इन्टिरियरहरूदेखि लिएर सबै चाहिँ एकदम गजब है। जुन चाहिँ नेपाली रोडको लागि चाहिँ नट अ युजुअल थिङ, तर क्यान बी अ भेरी गुड हुन्छ नि, स्ट्रेन कम गर्नलाई चाहिँ सजिलो हुनसक्छ। प्लस यसको ड्यासबोर्ड पनि हेर्दाखेरि चाहिँ लुक्स भेरी लग्जरियस है। र यहाँ हाम्रो ह्यान्ड ब्यागमा पनि ठुलो स्पेस रहेछ। सँगसँगै यतापट्टि हेर्दाखेरि पनि बलियो छ, लाइक हलाएर हेर्दाखेरि पनि कुनै त कस्तो क्यारेक पराउँछ नि त, बलियो रहेछ। सो ओभरअल डिजाइन चाहिँ स्पेसियस, राम्रो सनरुफ पनि छ है। सो सबै हेर्दाखेरि चाहिँ इट माइट बी अ वर्थ अफ 2 करोड इन्भेस्टमेन्ट फर सम पिपल, बट कसैको लागि चाहिँ अरू गाडी पनि हुनसक्छ। सो अरू गाडी हेर्नु तपाईँ त
यो गाडी हेरिकन अब महिन्द्रा साइडमा आइपुग्दाखेरि चाहिँ यो चाहिँ प्रपर इभी लभर्सहरूको लागि ट्रिट जस्तो लाग्यो। नयाँ मोडल आएको छ र अहिले आएको यो मोडलमा चाहिँ इन्टेरियर हेर्दा पनि एकदमै फ्यान्सी र एकदम टेक्नोलोजी वाइज एग्रेसिभ मोडलमा चाहिँ आएको हुन्छ। सो यो गाडीमा चाहिँ हाम्रो एकदम मोडर्न टेक्नोलोजीहरू युज भएको छ है। सो एज यु क्यान सी अटोमेटिक कम्प्लिटली इभी, रेन्ज पनि एकदम राम्रो छ र तपाईँको यतापट्टि हेर्दाखेरि यो कन्सोल हेर्दाखेरि चाहिँ प्योर रेसिङ भाइब्स आउँदो रहेछ क्या। सो अल्दो हाम्रो नेपालको बाटो स्लोली 5-10 वर्षमा रेसिङ भाइब्स दिने बाटो होला। यो गाडीले चाहिँ हाम्रो नेपालको टाइमभन्दा अलिक धेरै नै अगाडिको टेक्नोलोजीहरू आएको रहेछ है। पर्सनली बाटोमा हेर्दाखेरि पनि यो गाडी चाहिँ एकदम बवाल लाग्छ मलाई। सँगसँगै चलाउन पनि पाए हुन्थ्यो जस्तो लाग्छ। अब लेट्स सी अर्को गाडी पनि हेर्नु। फ्युचरिस्टिक गाडीहरू त धेरै देखियो, तर अब बाइकको सेगमेन्टबाट अगाडि बढ्दै जाँदाखेरि मैले एउटा सानो बाइक जुन चाहिँ अपाचीको बाइक देखेको थिएँ र हेर्दाखेरि चाहिँ चढ्न पनि मन लाग्यो। तर मेरो ज्यान चाहिँ अलिक धेरै नै मोटो भएको भएर बाइक त भुलुक्कै हल्ल्यो है। अनि अलिकति मलाई पनि डर लागेर म चाहिँ ओर्लिहालेँ त्यहाँबाट। र अर्को आयो अब ओरा 5 जुन चाहिँ सिमिलर ग्लेजी लुकमा थियो र अब नयाँ टेक्नोलोजीहरू त सबैले देखि नै सक्नु भएको छ। यो चाहिँ अलिकति मलाई लो स्टेरिङ फिल दिएको भएर चाहिँ यो पनि हेर्न मजा नै छ। धेरै गाडी हेर्दै अगाडि बढेँ, तर यो प्रोटोनको इमाज सेगमेन्ट चाहिँ आई फेल्ट लाइक दिस वाज पर्फेक्टली मेड फर नेपालको लागि भनेर। किन भन्दाखेरि यसको जुन स्टार्टिङ रेटदेखि लिएर यसको चाहिँ पर्फर्मेन्स छ त्यो चाहिँ यही नेपालकै लागि हो भन्नु। मार्केटमा चाहिँ 20 गाडी छ विथ फुल अन मोडर्न टेक्नोलोजिज र एकदम बेस्ट रेट, एकदम तपाईँहरूले पाउने मार्केटमा सबसे एफोर्डेबल रेन्जमा यो गाडी छ। तपाईँहरूले फर्स्ट टाइम अब इभी कुनै लिने सोचिरहनु भएको छ भने दिस क्यान बी अ भेरी गुड डिसिजन फर यु। आई वुड से गो फर इट। मलाई चाहिँ एकदम राम्रो लाग्यो। मेरो पोस्चरलाई पनि मिलाएको छ। एज अ रेगुलर ड्राइभिङ एक्सपिरियन्स यो पोस्चर चाहिँ मलाई राम्रो छ बाइकको पढ्ने। अनि इन्स्ट्रुमेन्ट क्लस्टर हेर्दाखेरि ट्याक्कै आँखा अगाडि नै छ सबै चिज। यता पनि ठुलो स्क्रिन आएको रहेछ र चाहिँ हामीले कन्ट्रोल गर्न मिल्छ साउन्डहरू होइन चल्न मिल्छ। सो यस्तो टेक्नोलोजीहरू तपाईँलाई लोएस्ट रेटमा आइरहेको छ भने चाहिँ वाइ वुडन्ट यु इन्भेस्ट इन सच टेक्नोलोजी जस्तो लाग्छ क्या। सो गो फर इट। त्यसै गरी अर्को एउटा कुनै गाडी छ हामी हेर्न जाँदैछौँ, त्यो चाहिँ सिमिलर क्याटेगोरी तर अलिकति यसलाई कम्पिटेटिभ हुनसक्छ। सो लेट्स आफै तानिँदो रहेछ क्या यो पार्ट। ओ नेपालकै लागि भनेर हेर्दाखेरि चाहिँ प्रोटोन इमाज एकदम राम्रो लाग्यो। तर अब अरू चाहिँ कुन ब्रान्ड छ त भनेर हामी हेर्दै जाँदाखेरि कियामा पुग्यौँ। कियाले क्लेम गरेको 5 स्टार रेटिङ जुन चाहिँ 5 स्टार सेफ्टी रेटिङमा पर्ने यो गाडी K3 सेल्टोस चाहिँ फ्यामिली गाडी मात्र नभएर एउटा चाहिँ प्रिमियम प्याकेजमै आउने गाडी पर्यो। यो राम्रै रहेछ एज अ फ्रेन्ड्स होइन। यसको चाहिँ मलाई राम्रो लागेको फिचर चाहिँ यो लङ आइल्यान्ड बार जस्तो कि आइल्यान्ड स्क्रिन जस्तो छ, जसमा चाहिँ सबै फिचरहरू देखिने रहेछ। अहिले चाहिँ अफ छ अहिले के पनि अनि यो ब्याकलिट जस्तो डिजाइन पनि राम्रै रहेछ। ओभरअल स्पेसियस छ हाम्रो कम्फर्ट छ। सो किया इज लभ। सो यो स्कुटर चाहिँ हेर्दाखेरि सानो देखिन्छ तर हामी जस्तो ठुल्ठुलो मान्छे बस्दाखेरि पनि एकदम सुहाउने है। यो चाहिँ हामी न्यूको कुन चाहिँ मोडल हो? न्यूको मोडलमा छौँ। MG IM6 one of my very favorite car in EV segment है। यो गाडीको जुन यो लामो आइल्यान्ड स्क्रिन देखिन्छ र पेनोरामिक स्काई रुफदेखि लिएर चाहिँ फ्रेमलेस डोर चाहिँ वान अफ दि आइकोनिक थिङ हो जस्तो लाग्छ मलाई। एकदम प्रिमियम लग्जरी गाडी हुनलाई। वी एन्डेड द डे द बेस्ट पोसिबल वे, नेवारी फुड। नाइमाबाट मैले एउटा कुरा चाहिँ क्लियरली पाएँ, नेपालको अटोमोबाइल मार्केट चाहिँ एकदम फास्ट चेन्ज भइरहेको छ। इभी एकदम स्मार्ट भइरहेको छ, एसयुभी एकदम
फ्यामिली फ्रेन्डली एन्ड प्रिमियम हुँदै गइरहेको छ र स्कुटर एकदम बेटर पर्फर्मेन्स हुँदै गइरहेको छ। र त्यसै गरी यो भिडियोमा तपाईँलाई मन परेको कुरा चाहिँ कमेन्ट गर्नुहोस्। यो चाहिँ नाइमा भ्लग भयो। तपाईँहरूको सामु फेरि अर्को भ्लग लिएर म अगाडि बढेर आउनेछु। अनन्य पौडेल आजको लागि साइनिङ अफ। टिल देन नमस्कार, धन्यवाद।